साथीहरु आजको म्याच हेरेर हैन मनमा धेरै दुःख पुगेछ। जसरी युएसले नेपाललाई 106 रनले बिट गरेको छ हैन, त्यो म्याच हेरेर हैन मलाई एकदमै मन दुखेछ, चित्त बुझेन के। यसरी हाम्रो नेपालले यदि म्याच खेल्छ भने 2027 को वर्ल्ड कप जुन छ ओडीआई वर्ल्ड कप, मलाई लाग्दैन नेपाल त्यसमा आफ्नो नाम रेजिस्टर गर्न सक्छ। नेपालसँग थोरै म्याच रहेको छ हैन, अनि के रे धेरै पोइन्ट चाहिन्छ नेपालको टप 4 मा आउनको लागि। 4 वटा टिम अलरेडी टप 4 मा रहेको छ। नेदरल्यान्ड छ, स्कटल्यान्ड छ, युएसए छ र ओमान छ। नेपालले ओमानलाई मात्र रिप्लेस गर्न सक्छ, किनभने ओमानले 20 वटा म्याच खेलेर 24 पोइन्ट लिएर हैन चौथो स्थानमा बसेको छ। तर नेपालले हैन आजको म्याच लगाएर 17 वटा म्याच खेलिसक्यो, त्यसमा 10 वटा म्याच लुज गरेको छ अनि 5 वटा म्याच मात्रै जितेको छ। अझै म्याच टाइ भएको छ। 5 वटा म्याच जितेर हैन अहिले 12 पोइन्ट लिएर 7औं स्थानमा बसेको छ। यसरी हाम्रो नेपालले यदि म्याच लुज गर्यो भने नेपालको लागि एकदमै नराम्रो हुनेछ हैन। नेपालको हैन धेरै पोइन्ट चाहिन्छ अनि जति पोइन्ट चाहिन्छ त्यति म्याच पनि छ हैन। तर यसरी लुज गर्यो भने एउटा अझै म्याच यदि लुज गर्यो भने नेपाल हैन विश्वकपको जुन यात्रा छ त्यो नेपालको लागि सकिनेछ। टी20 वर्ल्ड कपमा हैन क्वालिफाई भइसकेको छ, धेरै राम्रो परफर्मेन्स गर्यो अनि के रे ओडीआई वर्ल्ड कपको लागि जुन 2027 को ओडीआई वर्ल्ड कप हुन गइरहेको छ त्यसको लागि मलाई लाग्दैन नेपाल के रे क्वालिफाई गर्न सक्छ यदि यसरी म्याच खेल्यो भने। आजको म्याचमा यदि हेर्नुहुन्छ भने युएसए ले ब्याटिङ गर्यो, नेपालले टस जितेर के रे बोलिङको हैन त्यो गर्यो। त्यसपछि युएसए ले ब्याटिङ गरेपछि हैन राम्रै ब्याटिङ गर्यो, 262 रन बनाएर 263 को टार्गेट दियो हैन। बलरहरुले एकदमै राम्रो परफर्मेन्स गरेको थियो नेपालको बलरहरु। तर ब्याट्सम्यान जुन छ हैन आज चल्नै सकेन। जुन प्लेयरहरुलाई आज चल्न थियो हैन त्यो प्लेयरहरु आज चलेन। सबैभन्दा पहिला हेर्नुहुन्छ भने कुशल भुल्तेलले हैन 2 बल खेलेर 0 रन बनाएर आउट भइसक्यो, 2 बल मात्रै खेलेर। त्यसपछि आसिफ शेखले राम्रो खेलेको छ हैन, 37 रन बनाएको छ, 39 रन के रे बल खेलेर 37 रन बनाएको छ। त्यसपछि भीम सार्कीले पनि 29 रन बनाएको छ, राम्रो खेलेछ। तर रोहित पौडेल हैन ओडीआईमा एकदमै बेस्ट प्लेयर रहेको छ, राम्रो प्लेयर रहेको छ हैन। तर त्यसमा रनै बनाउन सकेन, 19 बल खेले अनि 2 रन बनाएर आउट भइसक्यो। अनि तपाई भन्नुहुन्छ भने ओडीआई को नम्बर 1 प्लेयर जुन छ नेपालको त्यो आरिफ शेख रहेको छ। यो भन्दा पहिला पनि स्कटल्यान्ड र नेदरल्यान्डको विरुद्धमा आरिफ शेखले एकदमै राम्रो म्याच खेलेको थियो अनि नेपालले जिताएको थियो हैन। 80 रन 85 रन हैन खेलेको थियो। तर आजको म्याचमा आरिफ शेखले 20 रन मात्रै बनाउन सके, 20 रन मात्रै 27 बल खेलेर। खोइ के गाह्रो भयो थाहै भएन। नेपाल टिमलाई आजको म्याच आज जुन म्याच हारेको छ हैन युएसए सँग, मलाई लाग्दैन कि अब एउटा पनि म्याच लुज गर्यो भने हैन 2027 को जुन विश्वकपको यात्रा छ त्यो मलाई लाग्दैन पुरा हुन्छ, त्यहीबाट सकिहाल्छ। त्यसैले नेपाललाई हैन राम्रोसँग खेल्नुपर्छ। अब अर्को म्याच छ युएई सँग 30 अक्टोबरको, त्यसमा कमसेकम हाम्रो नेपाललाई राम्रो म्याच खेलेर हैन पोइन्ट कलेक्ट गर्नुपर्छ। अहिले हाम्रो नेपालको अहिले 12 पोइन्ट मात्रै छ, 7औं स्थानमा छ। 4थो स्थानमा कमसेकम टप 4 मा आउनुपर्छ अनि टप 4 मा आउनको लागि ओमानलाई हराउनु पर्छ हैन। ओमानसँग पनि के रे म्याच हुन्छ पछि गएर। अहिले युएई र युएसए सँग भइरहेको छ। यसमा 4 वटा म्याचमा कमसेकम 3 वटा म्याच पनि जित्यो भने हैन एकदमै राम्रो हुनेछ। तर यदि एउटा पनि म्याच लुज गर्यो भने नेपालको जुन विश्वकपको यात्रा छ त्यो सकिन्छ। साथीहरु म सबैलाई भन्न चाहन्छु कि तपाईहरु पनि सपोर्ट गर्नु होला हाम्रो टिमलाई हैन। बलिङमा एकदमै राम्रो छ तर ब्याटिङमा धेरै परफर्मेन्स नराम्रो गइरहेको छ। तपाईहरु सपोर्ट गर्नु हैन, म पनि सपोर्ट गर्दैछु अनि सबै फ्यान्सहरुलाई भन्दैछु कि नेपाल टिमको हैन के रे कन्फिडेन्स चाहिन्छ अनि त्यो कन्फिडेन्स हाम्रो जुन फ्यान छ हैन फ्यानबाट भेट्छ। जुन कन्फिडेन्स हाम्रो फ्यानबाट भेट्छ मलाई लाग्दैन हाम्रो प्लेयरलाई कतैबाट भेट्छ। त्यसैले म भन्न चाहन्छु सबैजना हैन दुबईमा बस्नुहुन्छ, युएईमा बस्नुहुन्छ हैन, सबैजना गएर अनि स्टेडियममा सबै के रे हाम्रो प्लेयरहरुलाई सपोर्ट गरिदिनु होला हैन। त्यसैले हाम्रो के रे टिमलाई कन्फिडेन्स बढ्छ अनि राम्रै गर्छ, म्याच राम्रै खेल्छ हैन। युएईसँग यो भन्दा पहिला पनि युएईसँग म्याच खेलेको थियो टी20 म्याच, त्यसमा 1 रनले मात्रै जितेको थियो नेपालले, त्यो पनि 1 रनले राम्रै गरेको थियो तर 1 रनले जितिसक्यो। यदि ओडीआई वर्ल्ड कपको लागि जुन क्वालिफायर भइरहेको छ अहिले 30 अक्टोबरको युएई सँग म्याच हुन गइरहेको छ, त्यो म्याच यदि लुज गर्यो नेपालले भने नेपालको यात्रा सकिन्छ। जुन 2027 को विश्वकपको यात्रा जुन छ त्यो सकिन्छ। त्यसैले म भन्न चाहन्छु साथीहरु सबैजना हैन सपोर्ट गर्नु हैन, आफ्नो टिमलाई कन्फिडेन्स दिनु हैन। साथीहरु यदि मेरो च्यानल मन पर्यो भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र कमेन्टमा पक्कै भन्नु होला। म यस्तै नयाँ लेटेस्ट के रे अपडेटहरु दिनेछु तपाईलाई। धन्यवाद।